हेलो गुड मर्निङ। आज चाहिँ म एउटा गृहिणीको मर्निङ वर्क हजुरहरूलाई देखाउने छु। सबै कुरा सेम नै हुन्छ भन्ने छैन, तर धेरै कुराहरू मिल्छ। एउटा हाउसवाइफको बिहानभरिको काम के कति हुँदो रहेछ र एउटा सम्पूर्ण जिम्मेवारी एउटा घर बालबच्चा सम्हालेर बस्नुहुने गृहिणीलाई सम्मान गर्दै यो भिडियो चाहिँ तिनीहरूको लागि जसले घरको कामलाई कामै गर्दैनन्, घरमा बस्नु छ, पकाउने खाने त हो नि, अरू के छ र भन्नेहरूको लागि। घर व्यवहार बालबच्चा सम्हालेर बस्न कति गाह्रो हुन्छ भन्ने कुरा एउटा भोग्नेलाई मात्रै थाहा हुन्छ। र यो जिम्मेवारीको बोझ चाहिँ प्राय छोरी मान्छेले बोकिरहेको हुन्छ नि त। छोरा मान्छे त बाहिर जाने, कमाउने, ल्याउने त्यति नै हो। हुन त घरमा हुँदा पनि कुनसा घरको काममा हात बटाएको हुन्छ र थाहा होस्। घरको काममा पनि मेहनत परिश्रम उत्तिकै लाग्छ भनेर। हुन त हाम्रो नेपाली सोसाइटीमै यस्तै नै छ। छोरा मान्छेले चाहिँ घरको काम गर्नु हुँदैन, घरको काम चाहिँ सबै छोरी मान्छेले नै मात्रै गर्नुपर्छ। छोरा मान्छेलाई चाहिँ ऊ नकमाउने हुन्जेलसम्म खेल्ने घुम्ने खाने त्यति नै मात्रै हुन्छ भने एउटा छोरी मान्छेलाई चाहिँ जबदेखि ऊ सक्ने हुन्छ तबदेखिकै उसलाई घरको काम सब लगाइन्छ, सिकाइन्छ, यसरी गर्ने यो गर्ने भनेर। उसको पनि त खेल्ने खाने कुद्ने उमेर हो नि त, तर उसलाई घरको जिम्मेवारी सबै दिन्छ। अनि मलाई जहाँसम्म लाग्छ हामीले दिने संस्कारै गलत भइरहेको छ कि हामीबाटै भेदभाव भइरहेको छ कि यो काम चाहिँ छोरीले गर्ने हो, यो काम चाहिँ छोराले गर्ने होइन भनेर छुट्याउने काम हामीबाटै भइरहेको छ कि। अनि त्यस्तै संस्कार त्यस्तै समाजमा हुर्किसकेपछि छोरा मान्छे चाहिँ सानैदेखिकै फ्रिडम हुन्छ, उसलाई चाहिँ घरको कामको कुनै पनि जिम्मेवारी दिएकै हुँदैन। अनि पछि गएर पनि अनि उनीहरूको मेन्टालिटी चाहिँ कस्तो हुन्छ भने घरको कामलाई भ्यालु नै नदिने, घरको काम त के कामै होइन जस्तो गर्ने, अनि कमाएर ल्याउनु मात्रै जिम्मेवारी हो, घरमा त के छ र त्यही पकाउने र खाने त हो नि भन्ने सोच हुन्छ। अनि त्यो चाहिँ हामीले सानैदेखि बालबच्चालाई दिएको संस्कारले, उनीहरूलाई गरेको व्यवहारले उनीहरूको मेन्टालिटी त्यस्तो भएको हो कि जस्तो लाग्छ मलाई चाहिँ। एउटा बच्चा जन्मिएर खेल्न थालेदेखिकै एउटा छोराले चाहिँ त्यही कुचो खेलिरहेको छ, थालबटुका खेलिरहेको छ भने वास्ता हुँदैन भनेदेखि छोरीले चाहिँ त्यही कुचो समाइरहेकी छिन्, थालबटुकासँग खेलिरहेकी छिन् भने यो छोरी हो नि त, उसले सानैदेखि घरको काम गर्न सुरु गरिन् भन्ने हाम्रो सोसाइटीको सोच छ नि त। अब चाहिँ हामीले त्यो मेन्टालिटी हटाउँदै जानुपर्छ, हामी चेन्ज हुँदै जानुपर्छ। समय कहाँदेखि कहाँ पुगिसक्यो, तर हामीलाई चाहिँ छोरा मान्छेले एउटा घरको काम गरेको देखियो भने पनि अचम्म लाग्ने हुन्छ। त्यही भएर छोरा छोरी दुवैजनालाई सानै